त कति वर्ष भएछ थाहा छ? तिमीले जन्माएको तिमी नै हिसाब गर। 42 अब सिङ आउँदैन पुच्छर आउँदैन। यसै गरी बसिरहेछ भने बरु 10 वर्षपछि वृद्ध भत्ता चाहिँ आउँछ। के भयो त? आमा छोरासँग लिन जाउँला। साउजी हेलो। हजुर चन्दा चाहियो। धन्दा भएको छैन। के को चन्दा? छैन चन्दा भन्दा। साउजी हामीहरू सबै विद्यार्थी हो। गाउँमा एउटा कार्यक्रम हुनेवाला छ, त्यसको लागि चन्दा लिन आएको। विचार गरेर बोल्नु होला। विद्यार्थी प्रौढ शिक्षा हो। को केटी हो? यो त त्यो टोटके गाउँको केटी हो। यही कलेजमा पढ्छ। यो दुईटाको पर्या जस्तो छ दाइ। साला मैले धर्रा र घण्टाघरको लभ पर्या फर्स्ट टाइम देखेला। चाँडो चुप्पी ठाडो। गोली कान्छा आज त नौनलाई छस् त। तिमी जस्तो हो त महिना दिनमा ल्याउने। मेरो त 28-29 दिन भयो कि जिउ चिलाइहाल्छ। यी बा पनि झोल मात्रै ढोक्नु छ, ठोस हुल्नु छैन। धेरै वाकवाक नगर, किडनी फुट्ट बाहिर निस्केला। अनि यो बाबु तपाईको भतिजो होइन? हजुर गोली खाएको भति। मैले गोली खाएको कुरा त्यो कालो पत्रिकामा नि हाल्थे नि। अनि बाबुलाई ठिक छ? त्यो बाहेक सबै ठिक छ। एकाले आज कस्तो बिछट्टै राम्रो देखे कि मरिज हो। किन जाँड धोक्न पैसा चाहियो? बिहा गर्नु पर्दैन? अनि हामी बुढीहरूले कति दिनसम्म पानी बोक्ने हो? बिहा गर्नु हुन्थ्यो नि काका भाइ, तर के गर्नु, आजकल तिमी जस्तो राम्रो केटी नै पाइँदैन। हाम्रो आमा त स्याम्पल पिसै हो नि। कहाँ भेटेछन् कुनै हाम्रा बाले? त्यसको असर मलाई सोच परिरहेछ यहाँ। अनि काका बा खै त? हाम्रो बाटा दिनभरि घर बसे, रात परेसी मा पसे। तपाईको यस्तो थोत्रो राजनीतिक तर्कले बच्चाहरूको मानसिकतामा कस्तो असर पर्छ सोच्नु पर्दैन? त्यसका बाजे जसको बिहे भएको छैन त्यसलाई कसरी थाहा हुन्छ बच्चाको मानसिकता? मेरो खराब पानी छ, मेरो खराब। हेर, आफूले मन पराएको केटीले अरूसँग बिहा गर्नु भनेको त सिधै आफूतिर आइराखेको गोली उछिटिएर गएर अर्कालाई लाग्नु जस्तै हो। अब भन्न त नहुने हो, खास त्यो केटीसँग तेरो जोडी त मिलाएको थिएन। लौन त आज चुम्मा खाउन् त भन्दाखेरि पनि भर्याङ चढेर गएर खानु पर्ने। एउटा केटी खोज्न सक्नु छैन? जहिले मै बुढीलाई दुःख टिक्का लागिसक्यो। फेरि बिहाको कुरा ननिकाल है आमा। तिमीले बासँग चाँडै बिहा गरेर के पायो भन त? तँलाई पाइन तँलाई। कति न तकमै पाए जस्तो। कुखुरोको पछाडि स्याल लगाइदिएपछि जसले नि ठोक्छ। न कुखुरा चाहिँ स्यालको पछाडि लाग्यो कि के थाहा? तिमी बर्दा बर्दा भइरहेछ, होस गरेर हिँड्नु, फेरि म जस्तै बनाइदिउँला नि। अरूलाई दोष लाएर के गर्ने? हाम्रै केटाहरूको गल्ती छ। सबै कुरो थाहा पाउँदै बिहे गर्ने हता। अब अर्कै छोरीलाई मण्डपबाट त्यसरी भगाउने आँट गर्नुहुन्छ त? सबैका छोरा हाम्रै जस्ता होतियारा हुन्छन् त। तिमीले हात दिनु सिकायौ, अब म यो ब्यानर कसरी च्यात्तिन सिकाउँछु। एक्सक्युज मी, नेपालीमा भन, अंग्रेजी बुझ्दिन। वार्ताको टेबलमा एकचोटि बस्दै नि त। यो केटीलाई मेरो फोन नम्बर कसले दिएछ? पछाडिको 6वटा त मैले दिया हो। अगाडिको 4 कसले दिएछ? अगाडिको 4 कसले दिएछ?
ल हेर यो त एक्लै यहाँ पो धुमधुम्ती बसिरहेको छ। चिन्ता नलिनु बाबु, चिन्ता नलि, चिन्ता लिएर नै बस्छन् खोइ। हो ल म गीत गाउँछु, तिमी नाच नि त। सारा आस भएको टिकट म अड्या थियो। अब हामी कुन मुख लिएर भोट माग्न जाने? यसको त तपाईँ चिन्तै नगर्नुहोस् न, पानी त आउँछ। कहिले आउँछ? मरेपछि। आज मर्यो कान्छा, भोलि पानी खान्छ। साला स्वार्थी, आफ्नो प्रेमिका पाउनलाई यतिसम्म गर्न सक्नेले हिजो मलाई यति सहयोग गर्दै भए के जान्थ्यो? आज पूजा मसँग हुन्थ्यो, अहिले अमेरिकामा चाहिँ। चिन्ता नगर, लाइफ त उतै अमेरिकामै राम्रो हो। ओइ, भोलि तिमीहरूको बिहान के गर्ने प्लान छ भन त? बिहान उठ्ने, मुखजुनी बम पड्काउने। चार बम। ढिला आयो, कडा आयो। पहिला हामी यो लुगामा एउटा सेल्फी लिउँ न है? ए हुन्छ। तिमी बस। खत्म। बाउले खोज्या केटी आमा जस्तै परिन् कि भनेर डर लागेको थियो।